झोलुङ्गे पुलतर्फ जाँदै गर्दा बाटोमा अलिअलि ट्राफिक जाम पनि देखियो। सवारी साधनको ताती पनि थामी नसक्नुकै रहेछ। अब हामीहरू पुलतर्फ जानको लागि मुख्य गेटबाट भित्र छिर्दैछौँ। पुलको मुखमा मान्छेहरूको निकै भिडभाड देखिन्छ। पुलमा जानको लागि पालो कुरेर बस्नु भएको जस्तो छ। एसिया महादेशकै लामो झोलुङ्गे पुल मध्येमा पर्ने यो पुल 567 मिटर लामो रहेछ। अनि यो पुलले दुईटा जिल्लालाई जोड्ने काम पनि गर्दो रहेछ। हामीहरू पुलको पारिपट्टि नै पुग्ने साहसका साथ पुलमा चाहिँ प्रवेश गर्यौँ। तर हेरौँ है के हुन्छ। डर लाग्न चाहिँ सुरु भइसकेको छ। यहाँ एकजना साथी त डर लाग्यो पनि भनिसक्नु भएको छ। आखिर अङ्गुर अमिलो नै होला जस्तो छ। डर त मलाई पनि नलागेको कहाँ हो र। साथीहरू त अलि परसम्मै पुग्नु भएको छ हो। तर मेरो चाहिँ अब साहस आएन है। म चाहिँ अब यहीँसम्म हो। धेरैको हालत मेरो जस्तै हुँदो रहेछ। पहिला सुरुमा पारि नै पुग्छु भन्ने, अलि पर पुगेपछि थरथर भएर फर्किहाल्नुपर्ने। फर्किँदाखेरि यो पुल हल्लिएर यतै लड्यो उतै लड्यो जस्तो भएको छ। आउन त आइहाल्यो, फर्किने चाहिँ कसरी हो। अब धेरै मान्छेको हालत चाहिँ मेरो जस्तै भएर छ। म यसो अनुहारतिर पनि हेर्छु क्या, डरले होला रातो र पिरो देखिन्छ। यो पुलमा जाँदाखेरि डर चाहिँ खास गरी पर्यटकहरूको लागि मात्रै हुँदो रहेछ। यहाँका स्थानीयहरू त निर्धक्कसँगले वारपार गरेर देखिन्छ। बेला बेला बेजोडले हावा पनि चल्दो रहेछ। यो डर र त्रासमा हाँसेको हाँसो पनि अर्कै पो देखाउँदो रहेछ। धेरै डर अनि थोरै मनोरञ्जन लिएर पुलबाट फर्क्यौँ हामीहरू त। अब आजको यात्राको अन्तिम गन्तव्य चाहिँ गलेश्वर धाम भएकोले गर्दा हामीहरू अब त्यतातिरै जाँदैछौँ है। यहाँबाट गलेश्वर जान दुईटा बाटो रहेछ। आज हामीले चाहिँ अर्कै बाटो प्रयोग गर्दैछौँ है भन्दै हुनुहुन्छ गुरुजी। बजारमा गाडी रोकेर केही फलफुलहरू पनि किन्यौँ। अब हामीहरू होटलतिर पस्दैछौँ। यो चाहिँ आज राति हामीहरू बास बस्ने होटल। अब गाडीबाट लगेजहरू निकालेर रुमतिर जाँदैछौँ। होटलको रुमहरू पनि सफा र व्यवस्थित नै रहेछ। जे होस् ट्राभल्सबाट यात्रा गर्दा नि ठिकै हुने रहेछ। हामीहरू होटल आइपुग्दा बेलुकीको करिब 5:30 बजिसकेका थियो। त्यसैले ढिलो नगरी छिट्टै तयार भएर हामीहरू गलेश्वर धामतिर लाग्यौँ। मन्दिर हामीहरू बस्ने होटलबाट केही पर मात्र रहेछ। त्यसैले अलि सजिलो पनि भयो हामीहरूलाई। यस गलेश्वर धाम संसारकै अद्भुत धार्मिक क्षेत्रमध्ये पर्ने रहेछ।
किम्वदन्ती अनुसार यस पावन भूमिमा श्री स्वस्तानी कथामा बताइए अनुसार सती देवीको गलाको भाग पतन भएको मानिँदो रहेछ। त्यसैले पनि गलेश्वर धाम भनिएको होला कि अथवा हो नै पनि है। यहाँको दृश्यहरू हेर्दा लाग्छ अहिले नै महादेवले सती देवीलाई बोकेर हिँडेको पो हो कि। यस पवित्र धाम नौरोपनी क्षेत्रफलको एउटै शिलामाथि अवस्थित रहेछ। भजन र नाचमा हाम्रो समूह पनि कम चाहिँ छैन है। नौरोपनी क्षेत्रफलको एउटै शिलामाथि स्वयं प्रकट ज्योतिर्लिङ्ग र विभिन्न मन्दिरहरू पनि रहेछन्। विभिन्न मन्दिरमा जताततै बेलुकाको भजन र आरती गुन्जिरहेको छ। अब भजन र आरती भएपछि नाच नहुने त कुरै भएन। यस्तै रमाइलो गर्दै हामीहरू आजको यात्रा यहीँ सकाएर होटलतिर आएर सुत्यौँ है। अब भोलि बिहानबाट हाम्रो यात्रा उचाइतिरको हुनेछ। अबको यात्रा आजको भन्दा पनि अझ रोमाञ्चक, रोचक र रमाइलो हुनेछ भन्ने आशा राखेका छौँ। अब अर्को भिडियोमा भेटौँला है। आजलाई शुभरात्रि।